स्पेसिफिकेसन ग्रिड डाउनलोड गर्नको लागि क्रोम ब्राउजर अथवा अर्को कुनै क्रोम जस्तै ब्राउजरमा लेफ्टमा डबल क्लिक गर्नुपर्छ। लगातार डबल क्लिक गरेपछि खुल्छ। क्रोम खुलिसकेपछि तपाईले यहाँ सीडीसी नेपाल टाइप गर्नुपर्ने हुन्छ। अब यहाँ सीडीसी नेपाल मेरोमा छँदैछ, मैले यसमा फेरि लेफ्ट क्लिक गरेँ एकचोटि, खुलो। त्यसपछि यहाँ पहिलो साइट आयो करिकुलम डेभलपमेन्ट सेन्टर नेपाल। यसमा फेरि लेफ्टमा एक क्लिक गर्नुहोस्, यसरी खुलेर आउँछ। हल्का स्क्रोल गर्नुहोस्, स्क्रोल गरिसकेपछि तल हेर्नु है, डिजिटल पुस्तकालय आउँछ। डिजिटल पुस्तकालयमा फेरि एकचोटि लेफ्ट क्लिक गर्नुपर्ने हुन्छ। यसरी लेफ्ट क्लिक गरिसकेपछि खुल्छ। फेरि यहाँ स्क्रोल गर्नुपर्ने हुन्छ, हेर्नु राइट साइडमा स्क्रोल तान्नको लागि। त्यसपछि शिक्षक निर्देशिका देखियो, स्पेसिफिकेसन ग्रिड देखियो, हामीलाई चाहिएको अहिले यो हो। फेरि यसमा लेफ्ट एकचोटि क्लिक गर्ने, खुल्छ। फेरि यसलाई अलिक तल तान्ने, तल तानिसकेपछि यहाँ विशिष्टीकरण तालिका अर्थशास्त्र कक्षा 10 यसरी सबै दिएको छ। तपाईले आफूले चाहिएको विषयलाई डाउनलोड गर्नुपर्ने हुन्छ। आज म कक्षा 8 को साइन्स मानिलिउँ डाउनलोड गर्न खोजेको हो। एकचोटि यहाँ क्लिक गरियो, साइटमा खुल्छ। खुलिसकेपछि फेरि स्क्रोल गर्ने, यसरी तलतिर तान्ने, तान्दै जाँदाखेरि यहाँ डाउनलोड छ ओरिजिनल फाइल। हेर्न चाहनुहुन्छ भने यहाँदेखि हेर्न सक्नुहुन्छ। डाउनलोड छ, यो डाउनलोडमा फेरि एकचोटि लेफ्ट क्लिक गर्नुहोस्। यसरी यहाँ माथि हेर्नुहोस्, डाउनलोड भएर गयो। किप भन्छ, किप गरिदिनु। तपाईको ग्यालेरीमा अथवा डाउनलोडमा गएर यो जम्मा हुन्छ। यसलाई कट गरिदिउँ। डाउनलोड खोज्न चाहिँ सजिलो हुन्छ ग्यालेरी भन्दा। अब डाउनलोड खोज्नको लागि दिस पीसीमा जाने, डबल क्लिक गर्ने दुईचोटि। यहाँ डाउनलोड छ, यसमा एकचोटि क्लिक गरौँ, यो यहाँ आइसकेको रहेछ। डबल क्लिक गरौँ, यसरी चाहिँ खुलेर जान्छ। यसरी हामी स्पेसिफिकेसन ग्रिड डाउनलोड गर्न सक्छौँ। धन्यवाद।